नेपाली कांग्रेसका संस्थापक नेता जसलाई मार्गदर्शन मानेर आज कांग्रेस 88 सिट ल्याएर आएको छ। उहाँले भन्नुभएको थियो, बीपी कोइरालाले भन्नुभएको थियो, यदि कसैले राजाको घाँटी काट्न आयो भने मेरो घाँटी माथि, राजाको घाँटी तल भन्नुभएको थियो सम्माननीय सभामुख महोदय। आज भएका साथीहरू यी कांग्रेस हुन् कि होइनन् भनेर प्रश्न चिन्ह खडा भयो। आज राजालाई यो संसदमा विरोध गरियो। कमसे कम बीपी को सिद्धान्तलाई त माने भए हुन्थ्यो। मदन भण्डारीले भन्नुभएको थियो, एउटा राजा रहँदैमा र नहरदैमा केही फरक पर्दैन, समान्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ, छोटे राजा भइरह्यो भने त्यसले फरक पार्छ भन्नुभएको आज मदन भण्डारीको सिद्धान्त पनि बेचेर खाए यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन् कि होइनन् भनेर आज प्रश्न गर्नु। महानगरपालिकालाई असहयोग गर्नु भनेको यहाँका आम नागरिकलाई धोका दिनु हो। देशको राजधानीलाई नै ठप्प बनाउनुको कारण के हो? के प्रधानमन्त्रीले राजधानीसँग कुनै तुस पाल्नु भएको छ? नयाँ जोश र जागर लिएर आएका जनप्रतिनिधिलाई असफल बनाउने, आफूले लुटिराख्ने प्रवृत्तिको घोर भर्त्सना गर्छौँ सम्माननीय सभामुख। संसारमा कुनै पनि व्यवस्था तीनवटा तरिकाले फालिन्छ। पहिलो तरिका हो आन्दोलनबाट। राजालाई आन्दोलनबाट फालेको होइन। 2061-63 साल वैशाख 11 गते आन्दोलन स्थगित भयो। यो देशमा राजा 2065 साल जेठ 15 गतेसम्म यो देशमा राज संस्था छ। तपाईहरुले आन्दोलनले फालेको। 12 बुँदे सम्झौतामा राजा फाले भनेर कहाँनेर लेखेको छ दफा? त्यसमा संसदको पुनर्स्थापना गरिएको। जनतालाई धोका दिने अनि संसदमा ठुलो कुरा गर्ने यो पाइँदैन सम्माननीय सभामुख महोदय। अर्को कुरा जनमत संग्रहले फालिन्छ। तपाईहरुले जनमत संग्रह गर्नुभयो? गर्नु भएन। अर्को कुरा स्थापित त्यतिखेर राजाले स्थापित गरेको संसदले फाल्छ। राजाले संसद गरेको स्थापित छैन। एकजना मान्यज्यूले भन्नुभयो 84 मा चुनाव गर्न हिम्मत र दम छ भने 84 मा चुनाव होइन, राजा चाहिन्छ कि चाहिन्छ जनमत संग्रह गरेर देखाउनुस्। नेपालका जनताले फैसला गर्छ। संसदमा भएका 4-5 जना टाउकेले फैसला गर्ने होइन। यो जनताको विषयवस्तु। 2066 र 71 सालमा जनताका गाउँ गाउँमा तपाईहरु जानुभएको थियो यो देशमा राजा चाहिन्छ कि चाहिँदैन भनेर, धर्म संस्कार चाहिन्छ कि चाहिँदैन भनेर। तर त्यो पोको कहाँ राख्नुभयो? कहाँ लुकाउनु भयो? जनताले दिएको पोको खोल्नुस्। आज माओवादीले राजा चाहिँदैन भन्यो भने अलिअलि सुहाउँछ, तर राजाका पालामा प्रधानमन्त्री खाएको खाई गर्ने, राजाका अगाडि पाउमा दम चढाउनेहरूले आज यहाँ विरोध गर्न पाइँदैन सम्माननीय सभामुख महोदय। अघि भन्नुभयो खिचडी पाक्नेवाला छैन माओवादी र हाम्रो गठबन्धनमा भन्नुभयो सम्माननीय सभामुख। खिचडी होइन, जनताले चाह्यो भने यहाँ भतेर लाग्छ सम्माननीय सभामुख महोदय। त्यो भएर अहिले पनि म तपाईलाई अपिल गर्न चाहन्छु, संसदमा यस्तो जसले देश बनायो त्यो संस्थाका विरुद्धमा बोल्दाखेरि कमसेकम होस पुऱ्याएर बोल्नुहोस्।